आजभोलि त मौसम पनि के हो, दिनमा मजाले घाम लाग्छ, बेलुका भएपछि यस्तो पानी पर्छ नि। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म नुहाइधुवाइ गरेर मेरो बेडको बेडसिटहरू धुन लागेको छु। यो चाहिँ मेरो सिरकको खोल, अनि यो चाहिँ मेरो म्याट्रेसको तन्दा, अनि त्यसपछि मैले सिरानीको खोल पनि एक एक गरी निकालेर यसलाई पनि धुन लगेको छु। लुगा त खासै धेरै छैन, तर पनि मेरो यो सिरकको खोलहरू चाहिँ धुन लगाइरहेको हो। अनि त्यसपछि चाहिँ मैले सिरानी मिलाउन थालेँ। सिरानी आफ्नो ठाउँमा राखेपछि त्यसपछि मैले चाहिँ अनि यो सिरक पटाउन थालेँ। पटाएर राख्दाखेरि राम्रो देखिन्छ नि त, त्यही भएर मैले पटाउन थालेँ। मैले धेरै दिनपछि भ्लग गर्नुको कारण के हो भने मेरो चाहिँ एक्जाम चलिरहेको थियो नि त, अनि मैले सोचिरहेको थियो एक्जाम सकेपछि चाहिँ म भ्लग बनाउँछु भनेर। सो यो भ्लग चाहिँ आज बनाइरहेको छु मैले। त्यसपछि मैले एक एक गरी कपडाहरू पनि राखेँ, अनि त्यसपछि मैले तल लगाउन थालेँ। तल चाहिँ मेरो वासिङ मेसिन छ, त्यसरी वासिङ मेसिनमा म धुन लगाइरहेको छु। सबै लुगाहरू यो बकेटमा हालेँ र त्यसपछि मैले चाहिँ तल लगेँ। घरमा वासिङ मेसिन आएदेखि त हामीलाई पनि धेरै सजिलो भएको छ नि त लुगा धुनको लागि। तल पुगेर मेसिनमा हेर्दाखेरि त दिदीको लुगा धोइरहेको थियो। दिदीको लुगा धोइजेलसम्म चाहिँ मैले वेट गर्दै बसेँ। मेसिनको टाइम अफ हुन लागिसकेको छ। त्यसपछि मैले चाहिँ बाटा लिएर आएँ पखालीवरि। त्यसपछि बाटा लिएर आएपछि चाहिँ मैले वासिङ मेसिनको अगाडि राखेँ। टाइम पनि सक्यो र त्यसपछि मैले चाहिँ एक एक गरी दिदीको लुगाहरू मैले बाटामा राखेर माथि सुकाउन लगेँ। त्यसपछि चाहिँ मेरो लुगा धुने पालो आयो, अनि मैले चाहिँ अहिलेको माथिबाट लिएर आएको लुगाहरू सबै मेसिनमा हाल्न थालेँ। एक एक गरी सबै हालेँ मैले लुगाहरू, अनि सरफ हाल्ने ठाउँमा मैले सरफहरू पनि हालेँ। सरफ चाहिँ हाम्रो एरियल युज गर्छु। एक चम्चा सरफ हालेपछि मैले चाहिँ मेसिनहरू अन गर्न थालेँ। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो। थ्याङ्क यू सो मच। हेभ अ गुड डे अहेड।